एभ्रिवान गुड मर्निङ। मैले चाहिँ अस्ति भ्लग किन नबनाएको भन्दाखेरि चाहिँ स्कुल जानु पर्थ्यो, अन्त भिडियो एडिट गर्नै पाउँदिनँ थिएँ म। त्यही भएर मेरोमा टाइमै थिएन भिडियो एडिट गर्नुको लागि, त्यसै कारणले मैले भिडियो नबनाएको। अन्त आज चाहिँ बनाउँछु भनेर सोचिरहेको थिएँ, अन्त त्यही भएर आज चाहिँ बनाएको। अन्त चाहिँ म चाहिँ बिहानै उठेर नुहाइ गरिसकेर होइन, पूजा पनि गरिसकेर चाहिँ आमाले चाहिँ यहाँनिर मेरो लागि लन्च बनाइदिनु हुँदैछ होइन। अन्त लन्च चाहिँ के बनाइदिनु हुँदैछ भन्दाखेरि चाहिँ यहाँ हेर्नुहोस्, फ्राई राइस बनाइदिनु हुँदैछ होइन। अन्त के को फ्राई राइस भन्दा चाहिँ अन्डा र बफको फ्राई राइस। यहाँ चाहिँ माम छ होइन, अन्त यहाँ चाहिँ अन्डा र बफ छ, अन्त यहाँ चाहिँ पाक्दैछ। अन्त यहाँ चाहिँ मेरो मम्मी। हेलो गुड मर्निङ। म चाहिँ नानीलाई लन्च बनाइदिँदैछु हो। अन्त यहाँनिर चाहिँ भर्खर बनाइदिँदैछु राइस। फ्राई राइस चाहिँ पाक्न आँटिसक्यो होइन। राइस नै हेर्नुहोस् पाकेर हालिदिइसक्नु भइसक्यो होइन मेरो टिफिनमा। अन्त गाइस अहिले चाहिँ दिदीको पनि स्कुल लागिसक्यो नि त, अन्त यहाँ दिदीलाई पनि हालिदिनुहुन्छ आमाले होइन। मेरो चाहिँ होइन यो हो गाइस, बाफले गर्दा राम्रै देखेन, तर यस्तो दामी देखिरहेको छ होइन रियलमा चाहिँ। गाइस हेर्नुहोस्, यहाँ दिदीलाई पनि हालिदिनु भयो होइन आमाले।